प्रकरणमा माओवादीका साथीहरू झुक्नुभयो र आज आत्मसमर्पण गर्नुभयो र एउटा प्रतिपक्षले चाहिँ साथ दिएपछि गृहमन्त्रीको राजीनामा माग्ने कुरा, संसदीय छानबिन समिति बन्ने कुरा चाहिँ अल्पमतमा परेको अवस्था रह्यो। होइन त्यो अग्नि सापकोटासँग साट्या हो नि, साटासाट भयो भने अलिक प्रश्न त्यो मजाले साट्यो जस्तो हो। यो कसरी यसरी हुन्छ, म तपाईँलाई यसरी भन्छु। कसरी हुन्छ भने नेपालको कानुनमा प्रचलित ऐनमा फौजदारी कसुरमा ज्यान मान्ने उद्योगमा कुनै पनि व्यक्तिलाई अदालतले पक्राउ गर या छानबिन गर भन्ने बित्तिकै त्यस्ता व्यक्तिलाई बाहिर राखेर अनुसन्धान हुँदैन। अदालतले छानबिन गरेर पक्राउ गरेर भनेछ र अदालतले त स्पष्ट के भनेको छ भने छानबिन गर्ने बाटो खुला गरिदिएको छ। त्यस्तो ज्यान मान्ने उद्योग हो, मान्छे मारेको मुद्दामा त्यो बाहिर बसेर छानबिन हुँदैन। त्यो चाहिँ फौजदारी कसुरको नियमावली भित्रै पर्छ। त्यो भएको हुनाले त्यो विषयमा उहाँलाई पक्राउ नगर्ने, भिजिट भिसा प्रकरणमा चाहिँ जसरी पनि हुन्छ गृहमन्त्रीको राजीनामा नमाग्ने र साथसाथै अर्को कुरा के नगर्ने भने छानबिन समिति पनि नबनाउने कुरामा सहमति भएर आज सिधा भाषामा भन्ने हो भने भिजिट भिसा प्रकरण माओवादीले अग्नि सापकोटासँग साट्यो।